नवीन सरहरू जो जति हुनुहुन्छ उहाँहरूबाट चाहिँ मैले धेरै सिक्ने मौका पाएँ र आई वाज भेरी फर्चुनेट कि उहाँको सङ्गतमा म आएँ र अहिले चाहिँ मैले यो टक प्रोग्राम बच्चा सरकोमा मैले होस्ट गर्न पाउँदा आइएम भेरी फर्चुनेट आइएम अनर्ड एज अ म्याटर अफ फ्याक्ट अनि म सृजना फेरि ग्यालेरी भन्नु सृजना कलेजलाई चाहिँ म एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु है अनि साथै बच्चा सरलाई चाहिँ अब चरण स्पर्श गरेर चाहिँ यो प्रोग्राम सुरु गर्न चाहन्छु अनि बच्चा सर सरलाई म सुरु गरिहाल्छु सर यो प्रोग्राम चाहिँ यो कन्भर्सेसन चाहिँ बच्चा सरको यो सुरुको दिनहरूको बारेमा केही भनिदिनु भयो भने किनभने अझ अलिकति रेफरेन्स अलिकति ब्याकग्राउन्ड दिन्छु यो आर्टमा प्रोफेसनली लाग्नु र आर्टमा एज अ स्टुडेन्ट लाग्नु फरक कुरा हो जस्तो लाग्छ मलाई स्टुडेन्टमा चाहिँ एउटा क्युरियोसिटी हुन्छ अनि त्यो क्युरियोसिटीलाई चाहिँ सरले कसरी चाहिँ बाहिर चाहिँ निकाल्नु भयो र एज अ स्टुडेन्ट त्यस बेलाको सिचुएसन कस्तो थियो सानो छँदाखेरि यो चित्रकला भनेको यही तल्लो स्तरको मानिन्छ अब मलाई पढ्न त्यति इन्ट्रेस्ट लाग्दैन थियो मलाई किताब जुन थियो किताब अगाडि लाग्थ्यो म आफ्नो इच्छा अनुसार कोर्थेँ त्यो बेला कलेज पनि त्यति थिएन एउटा चित्रकला पाठशाला थियो चित्रकला पाठशालामा अब जानुलाई धेरै कोसिस गरेँ तर त्यहाँ मैले त्यो बेला कम्युनिकेसन पनि धेरै गाह्रो छ ट्रान्सपोर्ट कम्युनिकेसन मैले सुरु गर्दाखेरि मैले अब आफ्नै हिसाबले पेन्सिल हुन्थ्यो पेन्सिलले आफ्नै मनलाई कुराहरू कामहरू लेख्थेँ कोर्थेँ त्यसै हिसाबले म त्यो सानो बेलामा अब आर्ट इन्स्टिट्युट भनेकै थाहा थिएन मलाई अनि त्यस्तै गरेर सुरु गरेको अनि सर जस्तै आजभोलि चाहिँ आर्टिस्टहरू इभन मलाई पनि आर्ट मेटेरियलहरू चाहियो भने चाहिँ खुरेर गएर फोटो एटिएममा गएर अथवा विकिका गएर यो किन्न सकिन्छ आजभोलि चाहिँ इजिली अभाइलेबल हुन्छ एभ्रिथिङ इज हाम्रो डिस्पोजलमा हुन्छ भने त्यस बेला त आर्ट मेटेरियल अब मेरो विचारमा सानो सानो डिटेलहरूमा हामी बुझेको हुँदैन जस्तो लाग्छ सर आजभोलिको जेनेरेसनमा चाहिँ अब विथ अल द लभ आई हेभ फर देम अब सबै चिज हाम्रो अगाडि पछाडि नै हुन्छ नि त तर त्यस बेलाको आर्टिस्टहरूले चाहिँ कस्तो किसिमको स्ट्रगल गर्नु पर्थ्यो जस्तै पसलहरू कम हुन्थ्यो अनि इन्फर्मेसन टेक्नोलोजी थिएन अब हामीले चाहिँ कुनै पनि रिफरेन्सहरू लिनुको लागि चाहिँ आजभोलि चाहिँ अब ल्यापटपमा बस्न साथै हामीले हजारवटा चाहिँ भिजुअल्सहरू चाहिँ हामीले बम्बार्ड हुन्छ भने अब धेरै कुराहरू चाहिँ हाम्रो इन्फर्मेसनमा आइसकेको छ अनि रिसोर्सहरू जुटाउन सजिलो छ पैसा अलिकति भयो भने आर्ट मेटेरियल किनेर पेन्टिङ गर्न चाहिँ पेन्टिङ गर्ने इन्स्टलेसन गर्ने जे गर्न मन लाग्छ गर्न सक्छौँ त्यस बेलाको कन्डिसन चाहिँ कस्तो छ जस्तो मेटेरियलहरू किन्नको लागि कस्तो गाह्रो हुन्छ म बम्बईमा पढ्दाखेरि मात्रै थाहा भयो मलाई चारकोल भनेको के हो भनेर मैले सुरु गरेको चारकोल त्यही जेजेमै हो जेजेमा पढ्दाखेरि मलाई सुरुमा चारकोलबाट काम गर्नु थियो त्यो मात्रै थाहा छ मलाई त्यो बेला मात्रै थाहा भयो कि चारकोल भनेको के हो अनि मैले घरमा दिदीलाई चिठी लेखेँ अब हाम्रो गोल चाहिँ फाल्नु पर्दैन अब म गोलबाट काम गर्छु त्यहाँ आएर भनेर भन्थे अब त्योभन्दा अगाडिको कुरा गर्दाखेरि मलाई त्यो आर्टको पढ्नु ठाउँ पनि छ भनेर मलाई थाहा थिएन म किन कोर्थेँ कसले भनेको पनि थिएन किन कोर्थेँ मलाई पनि थाहा छैन म आफ्नै मन लागि कोर्थेँ दिदीहरू बसिरहेको बेलामा उहाँहरूलाई हेरेर म कोर्थेँ अब मिल्छ मिल्दैन त्यो त अर्को कुरा हो अब सामानहरू किने त अब पछिसम्म पनि हामीले कलकत्तामा गएर कलर किनेर आएँ जेबाट फर्केर पनि त्यस्तो थियो अब यहाँ कति पसलहरू छ त्यो मलाई पनि थाहा थिएन अब सामानहरू त अहिले त जे पनि पाइन्छ अब
अब हामीले चाहिँ अब अहिलेको भाइ बहिनीहरू चाहिँ धेरै भाग्यमानी जस्तो लाग्छ मलाई। किनभने अहिले त्यो इन्टरनेटहरू आयो, त्यसले धेरै कुराहरू सिकाउँछ। अब हाम्रो टाइममा फोन पनि थिएन, त्यो कम्प्युटरको कुरा त छोड्यो, फोनै थिएन कम्युनिकेसन गर्नलाई। कि मान्छे त्यो बसमा चढ्न जानु पर्यो, बस पनि पछि मात्रै आयो, पाटन टु काठमाडौँको धेरै पछि आयो। त्यस बेलाको स्ट्रगलको डेफिनेसन नै फरक थियो सर। फरक थियो, धेरै फरक थियो। सर मैले यो कुरा अर्को पनि सुनेको थिएँ, जस्तै सरले भन्नुभयो क्यालकाटामा गएर पेन्टिङ मेटेरियलहरू किन्नुपर्छ, आर्ट मेटेरियलहरू किन्नुपर्छ भनेर। अर्को मलाई थाहा भएको, मलाई कसैले भन्नुभएको थियो एकचोटि, यो एकाडेमीमा अहिले नक्सालमा एकाडेमी छ, अनि त्यहाँनिर चाहिँ वीरेन्द्र पहिलाको राजाहरूले चाहिँ मेटेरियलहरू ल्याइदिन्थ्यो, अनि जो आर्टिस्टले पहिले गएर त्यो मेटेरियल लिन्थ्यो उसले चाहिँ पाउँथ्यो, नत्र भए चाहिँ सरले भन्नु जस्तै क्यालकाटा जानु पर्थ्यो भनेर पनि सुनेको थियो। त्यो चाहिँ हो, त्यो चाहिँ पछि मात्रै त्यो आयो। हजुर, म कलकत्ता गएर किनेर आउँदाखेरि त्यो थिएन। त्यो अब वीरेन्द्र राजा अध्यक्ष हुँदाखेरि त्यहाँ आउँथ्यो एसियन मेटेरियलहरू, एसियन टुल्सहरू आउँथ्यो, त्यहाँ किन्यो भने अलिक सस्तो पनि पाउँथ्यो। त्यो चाहिँ सहुलियत चाहिँ हो त्यहाँ। भनेपछि सरले अहिले पछाडि फर्केर हेर्दाखेरि चाहिँ सरलाई अचम्म लाग्छ होला है सर, किनभने यो यस्तो बिच चेन्ज भइसकेको छ। अहिले भने जस्तै अब तपाईँ अब क्यालकाटामा गएर किन्नुपर्ने अथवा राजाहरूले चाहिँ मेटेरियल ल्याइसकेपछि चाहिँ तपाईँ गएर फेरि त्यहाँ कुरेर किन्नुपर्ने, आजभोलि त तपाईँ अलिकति खल्तीमा पैसा छ भने तपाईँ जे किन्न सकिन्छ। अब ल्यापटप अब 2-3 लाखको ग्राफिक कार्ड किनेर राखेर ल्यापटप किन्न सक्छौँ हामीहरू। त्यस बेला त अब त्यस्तो पुरा चेन्ज नै कस्तो डिफ्रेन्ट। धेरै चेन्ज भएछ। हजुर, अनि यस्तो किसिमको कुराहरूबाट पनि सिक्न सक्छ जस्तो लाग्छ सरलाई, अब नयाँ जेनेरेसनहरूले पहिला फर्केर गएर केही सिक्नुपर्छ जस्तो लाग्छ सरलाई। त्यो सिक्नु त अर्को सिक्नु पर्छ। त्यो के छ भने नि अब अहिले चाहिँ विद्यार्थीहरूलाई केही पनि गाह्रो छैन, केही गाह्रो छैन। अहिले जहाँ पनि पाउँछ। अब त्यो राम्रो नराम्रो त्यो आफूले छुट्याउनुपर्छ। त्यो राम्रो त्यो सामानहरू किन्दाखेरि क्वालिटीको किन्नुपर्छ। त्यो चाहिँ त्यो हामीलाई पछिसम्मको लागि हुन्छ ठिकै। त्यो क्वालिटीको सामानले काम गर्दाखेरि र जो क्वालिटी नभएको सामानबाट काम गर्दाखेरि धेरै फरक हुन्छ। त्यो कारणले गर्दा क्वालिटीको सामान किनेर काम गर्नु बेस हुन्छ। सर अब अर्को प्रश्नमा चाहिँ जस्तै मेरै एक्सपिरियन्सको कुरा गर्ने हो भने पनि मैले चाहिँ रेफरेन्स लिने बेलामा सबभन्दा पहिला त्यो टेक्निकहरू सिकिन्छ, जस्तै स्टिल लाइफहरू भयो अथवा डेली लाइफहरू भयो, अनि अब्जेक्ट ड्रइङहरूदेखि लिएर तपाईँको चाहिँ अब फुल फिगरहरू सबै त्यो त टेक्निकल कुराहरू भयो। तर एकचोटि त्यो सबै कुरा दिमागमा बसिसकेपछि अब त्योभन्दा बढी के गर्ने त भनेर आर्टमा आउने बेलामा चाहिँ जस्तै अब भनौँ न, अब नर्मली आर्टिस्टहरूको नाममा दिमागमा आउने भनेको चाहिँ त्यस बेला पनि भ्यान गोगहरू, पिकासोहरू भयो, रेनी म्याग्री भनौँ न, यिनीहरू डालीहरू भयो। अनि एउटा जुन तर आजभोलि त हामीलाई सजिलो छ सर, जस्तै भनौँ न अब कसैको चाहिँ पेन्टिङ मात्रै होइन कि कसैको बायोग्राफी हेर्दाखेरि पनि त हामीले चाहिँ अब भिन्सीदेखि लिएर मिकलान्जेलो यिनीहरूको सबैको रेफरेन्सेसहरू हामीले इजिली एभाइलेबल छ। अनि त्यसै अनुसार पनि इन्सपायर हुन सजिलो छ, भनौँ न भिजुअल एउटा चाहिँ रेफरेन्स लिन पनि सजिलो छ र उनीहरूको बारेमा लाइफको बारेमा बुझ्नुलाई पनि सजिलो भइसकेको छ। तर सरहरूको पालोमा चाहिँ त्यो इन्फर्मेसन टेक्नोलोजी त थिएन, सरले आफैले भन्नुभयो फोन पनि थिएन भनेर। अनि त्यस्तो बेलामा सरले कसरी प्रिपेयर गर्नुहुन्थ्यो र एउटा कुरा थियो कसरी प्रिपरेसनको कसरी गर्नुहुन्थ्यो, किनभने एट द बिगिनिङ अफ एउटा आर्टको स्टेजमा भिजुअल यो इमिटेसन नै त हो, तपाईँले चाहिँ कसैबाट हेरेर नै सिक्ने हो। त्यस बेला केही छँदै थिएन र मैले सिकेको चाहिँ सुरुमा चाहिँ सायद गौगैहरू भ्याङ्गोहरूबाट अब चेरीकोहरूबाट इन्सपायर भयो होला। अनि त्यो सँगसँगै सर बच्चा सर हुनुहुन्थ्यो, सर हुनुहुन्थ्यो, तपाईँहरू दुजनाबाट त मलाई धेरै नै इन्फ्लुएन्स भएको थियो। त्यो फिगरहरू सरबाट चाहिँ तान्त्रिक त्यो एउटा मोटिभहरूबाट चाहिँ एकदम प्रभाव परेको थियो मैले सुरुको पेन्टिङहरूमा। अनि शशि सरको चाहिँ इलोङ्गेटेड फिगरहरूबाट चाहिँ एकदम प्रभाव परेको थियो मलाई चाहिँ। आई वाज भेरी फर्चुनेट भनौँ न त्यो हिसाबले। अनि त्यो सँगसँगै अब भर्खर हाम्रो टाइममा चाहिँ कम्प्युटर पनि भर्खर आएको थियो होइन। अनि हाम्रो कम्प्युटर पनि अलिअलि हेर्ने मौका पायौँ। सरहरूको टाइममा चाहिँ सबभन्दा पहिला त त्यति किसिमको रेफरेन्सहरू कसरी पाउन सकिन्थ्यो, नम्बर 1। नम्बर 2, सरलाई चाहिँ कसरी प्रभाव पारेको थियो? अब रेफरेन्सको लागि चाहिँ हामी लाइब्रेरी जानु पर्थ्यो। लाइब्रेरीमा अब त्यो पनि अब आफूले भएको जस्तो पाउँदैन त्यो पनि थाहा छैन। लाइब्रेरी गएर त्यहाँ लिटरेचरहरू हेर्थ्यो,
कलेजमा पनि लाइब्रेरी थियो, त्यहाँ पनि हेऱ्यो, हेरेर अनि आफ्नो हिसाबले काम गर्थ्यौँ। त्यही त। अनि तर मलाई लागेको चाहिँ सरको पेन्टिङ अहिले पनि सर एकदमै एक्टिभ हुनुहुन्छ पेन्टिङहरू। अहिले पनि भर्खर सरले देखाएको थियो मलाई पेन्टिङहरू। अहिलेसम्म पनि सरको जुन कलरको ब्यालेन्स छ अथवा जुन सरले जुन तरिकाले कम्पोज गर्नुहुन्छ त्यो एउटा एस्थेटिकको ब्युटीको जुन सेन्स छ त्यो चाहिँ एकदमै अनप्यारल इन्कम्पेरेबल। अनि त्यो कन्टेक्स्टबाट चाहिँ सरले चाहिँ स्टुडेन्टहरूलाई के भन्न चाहनुहुन्छ? मतलब कसरी चाहिँ त्यो टेक्निकली र कन्सेप्चुअली चाहिँ प्रिपरेसनको एउटा सानो उहाँहरूले एउटा केही सिक दिनुहुन्छ कि? त्यो अब भाइ बहिनीहरू धेरै भाग्यमानी हुनुहुन्छ। उहाँहरूलाई इन्फर्मेसन दिनलाई केही टाइम लाग्दैन। कम्प्युटर एउटा भयो भने संसारभरि त्यो कम्प्युटरमा आउँछ, त्यो हेरेर उहाँहरू काम गर्न सक्नुहुन्छ। तर त्यो त हो सर, त्यो त देखि नै त्यसको इम्प्रेसनहरू त त्यो टेक्नोलोजीको इन्फ्लुएन्स त देखि नै रहेको छ आजभोलिको जेनेरेसनमा। तर त्यो डेप्थ चाहिँ कसरी ल्याउँछ? जुन मैले भने सरको पेन्टिङमा अहिले त झन् यसो हेर्ने बेलामा त्यो तान्त्रिक भनेको त 1000 वर्ष पुरानो हिस्ट्री छ नि त हाम्रो। त्यो डेप्थ देखिन्छ कि सरको पेन्टिङमा, जो चाहिँ सायद इफ आइम नट रङ अब त्यो ल्याकिङ हो कि जस्तो लाग्छ सर आजभोलि चाहिँ। त्यो डेप्थ, एउटा इमोसनल डेप्थ, त्यो क्रिएटिभ डेप्थहरू अथवा एउटा इन्टेलेक्चुअल डेप्थहरू चाहिँ अलिकति कता मिस आउट भएको जस्तो पनि फिल हुन्छ मलाई। मेबी हाम्रो त्यसमा चाहिँ सरले के भन्नुहुन्छ? त्यो डेप्थ कसरी? त्यो अब के भन्नुहुन्छ, त्यो अब आर्टिस्टहरूको काम चाहिँ हेर्नुपर्छ। हजुर, आर्टिस्टहरूको काम हेरेर अनि सक्यो भने आर्टिस्टलाई नै भेटेर कुराकानी गऱ्यो भने त्यसले धेरै सिकिन्छ। अब यहाँ धेरै आर्टिस्टहरू छन्। अब भाइ बहिनीहरूले कतिको अब आर्टिस्टहरूसँग कुरा गर्नु सक्नु भएको छ छैन थाहा छैन। अब त्यो अब हाम्रो पालामा त अब आर्टिस्टहरू धेरै कम मात्र बाहिरबाट पढेर आएका धेरै कम थिए। अब म चाहिँ शशि शाहको इम्प्रेसनमा पढेको थिएँ, उहाँको कामबाट प्रभाव परेको थिएँ। सुरुमा उहाँकै जस्तो स्टाइलको काम गर्थेँ कलेजमा छँदाखेरि म शशि शाहकै कामको खोजी गर्छु, उहाँकै स्टाइलमा मैले काम गर्थ्यौँ। अब पछि यहाँ आएर अनि यहाँको हाम्रो त धेरै कल्चरल हेरिटेजहरू छन्, धेरै छ, आर्ट हेरिटेज छ। त्यसले मलाई धेरै इम्प्रेसन पार्यो। त्यो हेरेर पनि हामीले काम गर्न सकिन्छ। अब त्यसमा चाहिँ अब त्यसको ठ्याक्कै कपी गर्नुपर्छ भन्ने छैन, त्यसको मोटिभ लिएर हामीले काम गर्नुपर्छ। यही कन्टेक्स्टमा सरको पहिलाको कामहरू हेर्ने बेलामा अनि जुन त्यो प्रिन्ट मेकिङमा सरको इन्ट्रेस्ट थियो, इम्पोज गर्नुभएको थियो, त्यो चाहिँ धेरै कम आर्टिस्टहरूको नेपालमा त मैले धेरै कम सरकै पहिला देखेको होला सायद इम्पोज गरेर प्रिन्ट गर्ने। अनि त्यसको विषयमा के भनिदिनुहुन्छ कि? र एउटा कुरा त्यो अर्को कुरा चाहिँ त्यसैसँग जोडेर चाहिँ सरले आफैले भन्नुभयो कल्चरल मोटिभहरू। अनि पहिला जब त्यो कल्चरल मोटिभहरू रिलिजनहरू सुरु हुने बेलामा चाहिँ त्यो युज हुन थालेको, त्यसलाई चाहिँ कन्टेम्पोरेरी आर्टमा सरले ट्रान्सलेट गर्दाखेरि अनि कसरी चाहिँ त्यो सर मोटिभेट हुनुभयो? सरले कल्चरलाई किन छान्नुभयो र त्यो टेक्निकली इम्पोज प्रिन्ट मेकिङमा चाहिँ सर किन डुब्नुभयो? म त्यहाँ कलेजमा पढ्दाखेरि पनि इम्पोज गर्थेँ, इम्पोज प्रिन्ट गर्थेँ, कलर प्रिन्ट। अनि यहाँ आएपछि मैले त्यसकै कन्टिन्युटी मात्रै गरेँ हो। अब त्यो मोटिभ चाहिँ अब हाम्रो एउटा मन्दिरमा गयो भने त्यहाँ सयौँ प्रकारको मोटिभ हुन्छ। एउटा डिजाइनसँग अर्को डिजाइन मिल्दैन, कन्टिन्यू चाहिँ डिजाइन त्यसमै कन्टिन्युटी हुन्छ। तर डिजाइनको त्यो मोटिभको डिजाइनहरू एकदम सयौँ प्रकारको पाइन्छ। त्यही कलेजमा त्यो मन्दिरमा धेरै मैले अध्ययन गऱ्यो, बिहान जान्थ्यौँ, त्यो त्यहाँको मोटिभहरू कपी गर्थ्यौँ। त्यही मोटिभलाई मैले युज गर्ने मात्रै, सिम्पल टाइपले युज गर्ने हो, डिटेलमा काम गर्दैन।
त्यसकै इम्प्रेसन दिनु खोज्दैन थियो। सर जस्तै नेपालमा हुनुहुन्थ्यो अब वैद्य भन्ने साथै एन्सियन्ट साइन्टिस्ट अब यो पुरानो के बिरामी भएको मान्छेलाई इलाज गर्ने अनि सरको पेन्टिङमा चाहिँ त्यो यन्त्र सिरिज पनि देखेँ सर मैले सरले पनि धेरैपल्ट देखाउनु भएको थियो र त्यो सरको एउटा मोटिभलाई चाहिँ बाट इन्फ्लुएन्स हुने एउटा कुरा होला सायद सर हो नै अनि तर सरले चाहिँ यन्त्रमा चाहिँ किन कन्सन्ट्रेट गर्नुभयो? यन्त्र भनेको अब एउटा हाम्रो झारफुक वैद्यहरूले बुटी बाँडिदिन्छ। त्यो बुटीभित्र त्यो केही नक्साहरू हुन्छ। त्यो नक्साभित्र हालेर त्यसलाई विधिपूर्वक पूजाले गरेर कसैलाई त्यो भोमिटिने जेल पनि त्यो जगाउनु पर्थ्यो। त्यो मोटिभको एउटा किताब भेटाएँ मैले, किताब हस्तलिखित किताब भेटाएँ। त्यही मोटिभको हिसाबले मैले काम गर्थेँ। त्यसमा लेखेको हुन्छ यो बुटीले यो रोगलाई निदान गर्छ भनेर। अब त्यो अब कसले लेखेको हो कुन सालको हो त्यो मलाई थाहा छैन, तर हस्तलिखित हो, ठ्यासप हो, त्यो मैले पाएको थिएँ। सर जस्तै भनौँ न आजसम्म पनि अब हाम्रो पूजा घरमा चाहिँ कोठामा हामी जाने बेलामा चाहिँ कति फर्बिडन हुन्छ, यहाँ जानु हुँदैन, त्यो गर्नु हुँदैन, विभिन्न किसिमको चाहिँ डिस्क्रिमिनेट गरिन्छ नि त। अब इभन मलाई पनि त्यस्तो हुन्छ होला सायद कोठामा, अब यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन। सर त झन् आजभन्दा भनौँ न यो सरले कुरा गरेर 60 वर्ष भन्दा बढी भइसक्यो होला। त्यसमा त सरलाई के प्रब्लम भएको त? मतलब यो चाहिँ अब पूजा गर्ने मात्र कुरा हो, यसमा चाहिँ हामीले सर्टन तरिकाले मात्रै गर्नुपर्छ अनि यसलाई चाहिँ अब कन्टेम्पोराइज गर्नु आर्टमा ल्याउनु हुँदैन। मोडर्न आर्ट भनेको त त्यस बेला त सरले आफैले भन्नुभयो त्यति अब प्रचलनमा थिएन, भनौँ न मान्छेहरू त्यति मन पराउँदैन थियो। सरले त्यो गर्नेखेरि चाहिँ कस्तो तरिकाको स्ट्रगल गर्नु पऱ्यो? मैले त अब त्यो मैले एक्जिबिसनमा पनि राखेँ त्यही पेन्टिङहरू, प्रिन्टहरू। घरबाट केही विरोध भयो नि? घरबाट केही बुवा त हुनुहुन्न थियो, अब आमालाई चासो नै थियो। अब म काम गर्थेँ, आमालाई गर्दै यो किन त्यति कलर निकालेको भन्नुहुन्थ्यो। अब आफूलाई चाहिएको जतिको निकाल्नै पऱ्यो। त्यो कारणले गर्दाखेरि अब आमालाई केही विरोध गर्ने भएन। अब म पनि अब अहिले मेरोलाई पनि मन्त्र दान गरेको थियो, म पनि सानो पूजा गर्छु, सानोतिनो तान्त्रिक विधिले पूजा गर्नुपर्छ मैले भने। त्यो कारणले गर्दाखेरि अब त्यति अब बाहिर मैले प्रकाशन त गरेँ, तर त्यसको विरोध केही पनि मलाई आएन। अनि सर जस्तै अब आर्ट भनेको चाहिँ आर्टिस्टले क्रिएट गर्छ अनि आफ्नो मान्छे अब सराउन्डिङले कि त सपोर्ट गर्छ कि त रिजेक्ट गरिदिन्छ, अनि भनौँ न आफ्नो फ्यामिलीहरूले भनौँ न। अनि त्यसपछि पब्लिकमा गइसकेपछि फेरि आर्ट डिफ्रेन्ट तरिकाले बिहेभ गरेर हुन्छ नि, तपाईँले थाहा हुँदैन पब्लिकले कसरी त्यसरी लिन्छ भनेर। अनि त्यस बेला सरको पेन्टिङहरू बाहिर आउन साथै मान्छे पब्लिक रिएक्सन चाहिँ कस्तो थियो? पब्लिक रिएक्सन त मलाई तान्त्रिक आर्टिस्ट भन्थ्यो है। तान्त्रिक आर्टिस्ट, म तान्त्रिक आर्टिस्ट पनि होइन म भन्थेँ, तर अब त्यो तान्त्रिक आर्ट त्यो मोटिभ चाहिँ बाहिर ल्याउनै पर्थ्यो के त्यो। अब झारफुक वैद्यहरूले त्यो बाँध्ने बेलामा के गर्नुपर्छ, त्यो खालि बुटी मात्रै हुँदैन थियो। त्यसमा तान्त्रिक विधिपूर्वक त्यो भोग दिनुपर्नेलाई भोग दिएर मसानमा गएर पनि त्यो जगाउनु पर्छ। त्यो त्यही सर जस्तै भनौँ न बाहिरतिरको कुरा गर्ने थियो पनि पिकासोहरूले चाहिँ अब अफ्रिकन आर्टलाई पपुलराइज गरेको एक हिसाबले क्युबिजम। अब गौगेनले चाहिँ स्टुडेन्टहरूलाई पनि थाहा होला यो, अब गौगेनले चाहिँ टाहिटीमा गएर चाहिँ अब त्यसको त्यहाँको कल्चरहरूलाई चाहिँ अब उसले आफ्नो पेन्टिङमा बनाएको छ। भनेखेरि आर्टले चाहिँ एन्सियन्ट अब कुराहरूलाई चाहिँ
नदेखेको कुराले बाहिर ल्याइदिएको छ नि सरलाई लाग्छ अब सरको पेन्टिङले अब मलाई त लाग्छ सर तर सरको चाहिँ म विचार गर्न चाहन्छु जस्तै अब जुन कुराहरू चाहिँ खालि पूजापाठमा सीमित हुन्थ्यो सरले चाहिँ त्यसले पब्लिकमा क्रिएटिभ तरिकाले एक्सपोज गरिदिएको जस्तो लाग्छ मलाई अनि त्यसबाट कस्तो कस्तो तरिकाको सरले ओभरवेल्मिङ हुन्थ्यो त्यसबाट मैले राम्रो काम गरेँ अथवा मैले चाहिँ यस्तो गरेँ के फिलिङ मलाई एक त अब तान्त्रिक आर्टिस्ट भन्दाखेरि मलाई अलि गर्व हुन्थेँ तर म तान्त्रिक आर्टिस्ट चाहिँ होइन त्यो मैले सधैँ भन्थेँ अब गर्व त अब अवश्य पनि हुन्छ किनभने मेरो आफ्नै तरिकाले कलर आफ्नै तरिकाले त्यहाँ प्रयोग गर्थेँ डिजाइन मात्रै त्यो लिन्थेँ अनि त्यही त सर फेरि अहिलेकै क्वेसनमा जस्तै अब पब्लिक रियाक्सन चाहिँ एकदमै पोजिटिभ नै थियो राम्रै आउँथ्यो पोजिटिभ थियो मतलब क्युरियोसिटी पनि हुन्थ्यो होला तपाईँले कसरी गर्नुभएको किन गर्नुभएको त्यसको प्रश्न चाहिँ मलाई आएन हजुर प्रश्न आएन मैले गर्थेँ एक्जिबिसन गर्थेँ त्यसको राम्रै एप्रिसिएट हुन्थ्यो त्यो चाहिँ बिजोड किसिमको आएन सर जस्तै अब सरको पहिलो जेनेरेसनमा पढ्नुभयो नेपालमा मोडर्न आर्टको अब शशि सर बच्चा सर तपाईँहरू त पहिलो जेनेरेसन हो अनि सरहरूबाटै मोडर्न आर्ट सुरु भएको अनि अब जस्तै सरले अहिले हामीले कुरा गरेँ अब आजभोलिको जमानामा इन्फ्लुएन्स हुनु इजी सजिलो छ अनि इन्सपिरेसन पाउनु पनि सजिलो छ सरको टाइममा गाह्रो थियो अनि सरले सरले हेर्नुहुँदा हुँदै सरको रेखदेखमा भनौँ न अनि धेरै चेन्ज पनि भएको छ आर्ट नेपालमा आर्ट सिनेरियो अनि सरको विचारमा चाहिँ यो अब जुन टेक्निक भयो कन्सेप्ट भयो भनौँ 60-70 वर्षको टाइममा अनि सरको टाइम र अहिलेको कस्तो तरिकाले चेन्ज भएको छ जस्तो लाग्छ त्यो काम गर्दा गर्दै आउने हो त्यो है टेक्निक भनेको आफूले निकाल्नु पर्ने हो हजुर अहिलेको अब पहिला त अब एकदम परम्परागत हिसाबले मात्रै काम गर्थ्यो पोर्ट्रेट गर्दाखेरि पनि त्यस्तै काम गर्थ्यो एकदम प्याच वर्क नगरिकन एकदम स्मुथ टाइपको अहिलेसम्म पनि त्यस्तै प्रभावमा परेको छ प्याच वर्कले पनि त्यो पोर्ट्रेटलाई एट्र्याक्टिभ गर्न सकिन्छ त्यो अब मैले पनि बनाएको थिएँ क्लासमा त गर्नै पर्थ्यो मलाई मेरो टिचर पोर्ट्रेटको टिचर चाहिँ एकदम फास्ट गर्ने प्याच वर्क गर्ने एकदम राम्रो कलर पनि त्यत्तिकै राम्रो हुन्थ्यो अब हुन त उहाँको कामलाई मैले धेरै प्रभाव पाएको थियो तर मैले उहाँको जस्तो काम चाहिँ गर्न सकेन सर जस्तै अब सरको पेन्टिङ हामीले हेरेर सानसानदेखि सरको पेन्टिङ हेरेर आएको हो तर भनौँ अब तान्त्रिक सिरिजको मोडर्न मोटिभहरू सरले युज गर्नुभयो त्यो डिस्टोर्सन ल्याउनु भयो गणेशहरू पछिल्लो समयमा बनाउनु भयो गणेश पनि रियलिस्टिक होइन कि त्यसमा चाहिँ अब सेमाई तरिकाले एब्स्ट्राक्ट हुन त सेमाई एब्स्ट्राक्ट भनेको वर्ड युज हुँदैन यो टेक्निकली इट्स नट करेक्ट कि सेमाई एब्स्ट्राक्ट भनेको बट एनी भए म युज गर्छु किनभने सजिलो हुन्छ डिफाइन गर्नको लागि सेमाई एब्स्ट्राक्ट पनि गर्नुभयो सरले तर सरको अथवा कृष्ण सरको पेन्टिङहरू चाहिँ टेक्निकल कामहरू मतलब एकदम रियलिस्टिक कामहरू मैले पछि मात्र हेर्ने मौका पाएँ एकदमै रिफाइन्ड एकदमै पर्फेक्ट देखेँ क्या सर र आजकलको जेनेरेसनमा तपाईँले के सजेसन दिनुहुन्छ एउटा कुनै पनि कामलाई पर्फेक्सनसम्म लगाउनु जरुरी छ जस्तै सरको काम स्टिल लाइफदेखि लिएर पोर्ट्रेटहरूदेखि लिएर स्केचदेखि लिएर त्यसमा एक्रिलिक थिएन एक्रिलिक त अनि फर यो इन्फर्मेसन अब यहाँ भाइ बहिनीहरूलाई 1960sदेखि मात्रै आएको कि एक्रिलिक खास भन्यो भने 1960s हुनु अगाडि एक्रिलिक भन्ने कलर नै हुँदैन थियो अनि अवेल कलरले गर्नुहुन्थ्यो होला सायद सरले भनेको मतलब एउटा रियलिस्टिक कामलाई कति बिघ्न पर्फेक्सनसम्म लगाउनुपर्छ एकचोटि यसो